हेलो साथीहरू, आज चाहिँ हामी ठ्याक्कै भन्नुपर्दा अत्तरिया चोक कैलाली गोदावरी नगरपालिका अत्तरिया चोकमा रहेका छौँ। हामी चाहिँ जाँदैछौँ गजरी झरना। एकदमै यहाँको एकदमै गर्मी छल्नको लागि गोदावरी नगरपालिकामा रहेको एकदमै सुन्दर पर्यटक स्थल गजरी झरनामा तपाईँहरूलाई लग्दैछौँ। हामी सबैजनाले गजरी झरना आउनुहोला। तपाईँहरूलाई हामी लोकेसन कहाँदेखि जाने कसरी जाने बाटो देखाउन गइरहेका छौँ। आउनुहोस् भयो। ल साथीहरू, देख्न सक्नुहुन्छ यो चाहिँ अत्तरिया चोक रहेको छ। देखाउनुहोस् उता साथी, हाम्रो साथी राकेश साथी क्यामेराम्यान सहित अत्तरिया चोक हुँदै हामी यो पूर्व लाइनतिर गइरहेका छौँ। तपाईँहरू पनि अत्तरिया चोक जतासुकैबाट आउनुहुन्छ भने अत्तरिया चोकबाट पूर्व रोडतिर जानु होला। अत्तरियादेखि निस्केर पूर्व रोडमा रहेको शिखा पेट्रोल पम्प सेन्टरमा पुगिसकेका छौँ। हाम्रो चाहिँ अब बाइकमा पेट्रोल हालेर गजरी झरनातर्फ लाग्नेछौँ। दाई हाम्रो दाई हुनुहुन्छ। हाटखोली हो दाई हो, सँगै जाउँ न त दाई, रमाइलो हुन्छ। दुईवटा बाइक, एकजना लालपुरमा छ दाई। हो, जाउँ सँगै। हस् ल, हाम्रो यहाँ राकेश सर ह्यान्सो सर छन्। हामी पेट्रोल हालिसकेका छौँ। बाइकमा पेट्रोल हाल्ने हुँदैछ। पेट्रोल हालेर हामी चाहिँ यसमा पेट्रोल हालेर हामी चाहिँ अब हाटखोलीतर्फ लागिरहेका छौँ। या गाइस, हामी चाहिँ ठ्याक्कै लालपुर चोकमा पुगिसकेका छौँ। लालपुर चोकमा चाहिँ हामीले हाम्रो पर्खा साथीलाई रिसिभ गरेका छौँ। हाम्रो साथी एकदमै उसको साथ हामी अरू निस्किरहेका छौँ। अब यहाँबाट स्याउले बजार हुँदै हामी हाटखोलीतर्फ लागिरहेका छौँ। यहाँबाट हामी ठ्याक्कै अत्तरियाबाट निस्केको बायाँ साइडतिर स्याउले बजार रहेको छ। अगाडि त हाम्रो साथीहरू निस्किसक्नु भएको छ। हामी चाहिँ ठ्याक्कै बायाँ साइडतिर जानु होला साथीहरू। हाटखोली जानुको लागि चाहिँ स्याउले बजारबाट हामी निस्किसकेका छौँ। ल, तपाईँहरूलाई देख्न सक्नुहुन्छ एकदमै रमाइलो। यहाँ साथीहरूले देखाउनुहोस् त। ल साथी प्रकाश, यो के भन्न चाहनुहुन्छ? एकदमै सुन्दर दृश्य, हाटखोलीतर्फ गइरहेका छौँ। रमाइलो छ एकदमै। मौसमले पनि साथ दिइरहेको छ, देख्न सक्नुहुन्छ। ठ्याक्कै भन्नुपर्दा साथीहरू, हामी चाहिँ ठ्याक्कै आधी बाटो पुगिसकेका छौँ। एकदमै रमाइलो यात्रा भइरहेको छ। देख्न सक्नुहुन्छ पहाडको दृश्य, एकदम सुन्दर दृश्य हामी देखिरहेका छौँ। हाटखोलीको करिब हामी नजिक पुगिसकेका छौँ। हाम्रो साथी एकदमै राइडर गर्दै हुनुहुन्छ। अगाडि साथीहरू चाहिँ अगाडि पुगिसक्नु भएको छ। अरू साथीहरू चाहिँ एकदमै सुन्दर दृश्य हाटखोलीको गोदावरी नगरपालिका भित्र रहेको वडा नम्बर 4 स्थित हाटखोली देख्न सक्नुहुन्छ। हामी चाहिँ चेप्टेतिर गइरहेका छौँ। हामी ठ्याक्कै भन्नुपर्दाखेरि हामी अब यो सुन्दर दृश्य हामी के कट्यो अरे त्यहाँ हाटखोली। हामी हाटखोली कटेर हामी चेप्टेतिर लागिरहेका छौँ। चेप्टेको नजिक पुगिसकेपछि हामी त्यसपछि हामी झरनातिर लाग्नेछौँ। झरनातिर चाहिँ अलि ट्रेकिङ गर्नु पर्दो रहेछ। बाटो चाहिँ देख्न सक्नुहुन्छ एकदमै अलिकति बाटो चाहिँ राम्रो छैन भनौँ, ठिकै छ। ठुलो धुवा अलिकति बढी नै छ। यो सुन्दर पहाड देख्न सक्नुहुन्छ गाइस। यो दृश्य देख्नको लागि एकदमै हामीलाई के भनौँ, यो शब्द नै छैन। यस्तो रमाइलो फिल भइरहेको छ कि देख्न सक्नुहुन्छ यो सुन्दर पहाडको दृश्य। ओ माई गड, वाट अ भ्यू गाइस, देख्न सक्नुहुन्छ। हामी चाहिँ अब यो नजिक 1 किलोमिटर नजिक पुगिसकेका छौँ। त्योभन्दा अगाडि यो भ्यू देख्न सक्नुहुन्छ एकदमै बवाल पहाड। ओ माई गड, बाटो पनि त्यस्तै खतरा छ गाइस। मेरो साथी डराइसकेको छ बाइक चलाउँदा। पछाडिको साथीहरू थाकिसक्नु भएको छ। एकदमै कति बेला हुन्छ भनेर एकदम आतुर हुनुहुन्छ झरना हेर्नको लागि। एक्सपेक्टेसन एकदमै राम्रो छ गाइज। अब रियालिटी त्यहाँ गएर थाहा हुन्छ के कस्तो छ भनेर।
एकदमै पोजिटिभ सोचिरहेका छौँ, त्यही पनि हामीलाई एकदम रमाइलो हुन्छ भन्ने। यहाँ बाटो बनिरहेको छ, अहिले लगभग बाटोको स्थिति खराब भए तापनि बाटो बनिरहेको छ, देख्न सक्नुहुन्छ। ल साथीहरू, हामीहरू अब पुगिसकेका छौँ। झर्ना जानको लागि तयारी भइसकेको छ। बाइकहरू सबै यतै राख्नु पर्दो रहेछ। साथीहरू पनि पुगिसक्यो। ओ साथी के भयो? ओ साथीको एक्सिडेन्ट हुन धन्न बचेको रहेछ। हर हर महादेव, भगवान्जी साथ दिनु। हामी झर्ना पुगिसकेका छौँ। कस्तो भइरहेको छ हाम्रो राकेश सर पनि हुनुहुन्थ्यो। राकेशजी एकदम रमाइलो भइरहेछ। हामीहरू पुगिसक्यौँ। अब बाटो कस्तो थियो साथी? बाटो डेन्जर थियो। कस्तो भयो? ल हाम्रो साथीहरू झर्ना हेर्नुको लागि एकदम एक्साइटेड हुनुहुन्छ। हामी चाहिँ अब पुगिसकेका छौँ। हामी अब गजेरी झर्नातर्फ जानेछौँ। हाम्रो कुनै साथी भन्दै हुनुहुन्छ नजाम, थाकिसक्यो, म हिँड्न सक्दैन भनेर भन्नुहुन्छ। त्यही पनि म कोसिस गरिरहेको छु कि साथीलाई जाऊँ न, साथी जानु रमाइलो हुन्छ, जानुपर्छ। अलिकति हिँड्नु पनि पर्यो, के गर्नु त। भोक लागिसक्यो हो, के खानुहुन्छ भने? के पाउँछ त्यो भात। हाम्रो साथीलाई भोक पनि लागिसकेको रहेछ। पछाडिको साथी आउँदै हुनुहुन्छ बाइकमा, एकदमै म सक्दैन भन्दै हुनुहुन्छ। त्यही पनि हामी एकदमै तपाईँहरूको लागि जबरजस्ती उहाँलाई लिने कोसिस गर्नेछौँ। रिसाइसक्नु भएको छ साथी, के गर्ने, त्यस्तै छ। यहाँ एकजना होटलवाला दाइ हुनुहुन्छ। यहाँ चाहिँ हामीहरू बाइक राख्नु पर्दो रहेछ। यहाँ बाइक राखेर चाहिँ हामीले हिँडेर माथितिर, यता माथि डाँडातिर निस्किनु पर्दो रहेछ। हामी यहाँ होटलमा पुगिसकेका छौँ। यहाँ अब बाइक यतै राख्नेछौँ। ल हामी चाहिँ यहाँ गोदावरी नगरपालिका 4 चेप्टे खोला एलआर खाजा घरको होटलको दाइकोमा पुगिसकेका छौँ। यहाँदेखि चाहिँ हाम्रो यताबाट चाहिँ यात्रा गजेरी झर्नाको लागि हुनेछ। यहाँ हाम्रो साथीहरू भोक लागेर एकदमै खाना खाने भन्दै हुनुहुन्छ। के खानु भने राकेश सर? अब माछा खाने। ल अब एकदमै माछा खाएर माथि यात्रामा हिँड्ने भन्दै हुनुहुन्छ। कसो छ पानी? वाट अफ भ्यू। हामी यहाँ टक्क हामी बसिसकेका छौँ। चाहिँ माछा खानेर यो दुईवटा साथीहरू चाहिँ तम्दी अरू खाउँ हामी अरू खाउँ भनिरहन्। यहाँ हाम्रो साथी मेन्यु हेर्दै हुनुहुन्छ। आठखोली यहाँ के अरे चेप्टे खोलाको मेन्यु के छ साथी? खातावाला के छ हालखबर? के छ हालखबर साथी तिम्रो? यो हाम्रो वैशाख महिनाको खाता यो है। वैशाख महिनाको खाता, तर कसको हो त्यो चाहिँ थाहा छैन। खाता चाहिँ वैशाख महिनाको रे। हामीहरू फाइनली पुगिसकेका छौँ। अब हामीले यहाँ नास्ता खाजाहरू खाएर हामीहरू माथितिर लाग्नेछौँ। ठिक छ। राकेश क्याजुअल कुरा गर न साथी, त्यो फर्मालिटी कुरा गर्ने होइन। क्याजुअल त्यो माइक साइक लगाउनु पर्ने आवश्यकता पनि छैन। क्याजुअली टिभी हाल्दा पनि होइन। क्याजुअली कुरा गर्नु। अहिले बाइक झड्यो होइन, धन्न मारिसक्यो मैले। कस्तो भयो अब पछाडिको टाइट सिपले क्या सिधै जहाँ हाल्नु पर्ने होइन, जहाँ चलाउनु पर्ने होइन त्यहाँ छिर्यो गाडी। पछाडि त खुट्टा चलायो, खुट्टै ठुक्न लाग्यो। हाम्रो साथी डराएर मैले चलाउनु पऱ्यो बाइक। अब म त राम्रोसँग चलाएको मान्छे पऱ्यो गाडी। साथी म कस्तो चलाउनु गाडी? गाडी त राम्रो गाडी चलाउँदा कहाँबाट सिक्यौ? रामारोसनबाट सिक्यौ भने? रामारोसनैबाट सिक्यो। रामारोसनबाटै मुटु हातमा राखेर चलाउनु। अहिले यो मिस्टेकली कस्तो भयो कि म उहाँसँग गफ गर्दै थिएँ, पछाडि गफ गर्दै थिएँ, त्यो हाल्नुपर्ने डाँडामा त्यो पछाडिको टायर चिप्लेर खड्डामा छिर्यो। के हार्नु त? अनि दिएपछि त साथीलाई उत्रे भन्छु, साथी त ढिलो उत्रे, खुट्टै पुग्न लागेन। साथीको ढिलै साथी त ढिलो उत्रिनु रहेछ नि फेरि। कहाँ आउनु चिप्लियो गाडी सिधा पछाडि, ब्रेक हान्छु चिप्लिने भयो। ओह्रालो उसले मलाई बाइक दियो अनि गाडी त म चलाइहाल्छु। गाडी अरू कस्तो चलायो साथी? एकदम ठिक। मलाई त चोट लाग्यो गाडी त्यो के हो ख्याट्ट मैले बन्द गरेर भ्याट्ट पल्टाइदिएँ नि। क्यामेरा बन्द।
क्यामेरा बन्द। साथीहरू हामी चाहिँ अब निस्किसकेका छौँ के हो गजेरी झर्नाको लागि होटलबाट गाजेरी झर्नाको लागि टक्क अब हिँडेर जाँदैछौँ। यो सब्सक्राइब राकेश सर हुनुहुन्छ एकदम साथी कस्तो भइरहेको अब हामी हिँडेर गइरहेको छौँ रमाइलो जोस साथ ओ माई गड ल हाम्रो साथी हेलो यहाँ हुनुहुन्छ भोक लाग्दा त यता यहाँ बाइक चलाउनु त आपत भइसकेको छ कि अब यो बाटो चाहिँ हामी गाजरी झर्नको लागि हिँड्दैछौँ। यहाँ चाहिँ धेरै साथीहरूले बाइक साइक यतै राखेर यहाँबाट हिँड्ने पनि गर्ने गरेको छ। त्यो दाइ आइहाल्छ यहाँ मैले त्यो वाला स्कुटी झगेर लगायो नि आउँछु भन्नु थियो नि त त्यो त्यसले भने आएर चाहिँ के भन्नु मौसम एकदमै राम्रो छ हेर्नु साथीहरू। ल साथीहरू यो बाटो चाहिँ हामी माथि गाजरी झर्नातर्फ ल हामी ट्रेकिङको लागि निस्किसकेका छौँ गाजरी झर्नातर्फ। एकदमै बाटो उकालो देख्न सक्नुहुन्छ। त्यो चाहिँ हामी गाह्रो भइरहेछ हिँड्नलाई। ल हामी हिँडिसकेका छौँ यहाँबाट। हामी करिब अत्तरिया चोकदेखि 45 मिनट यात्रा गरेर लगभग यो चाहिँ हाम्रो अनुमानित मैले भन्नुपर्दा 25-30 किलोमिटर बाइक राइड पछि हामी यहाँ बाइक राखेर यात्रा गरेर बाइक झडाएर अलि अब यहाँ हिँडिसकेका छौँ देख्न सक्नुहुन्छ। अब बाटो कस्तो त थाहा छैन अलिअलि हामीले पनि भिडियो त देखाएको थियौँ एक्सपेक्टेसन भर्सेस रियालिटी हुन्छ कि हुँदैन कस्तो छ त। हामी दुईजना त दारू लाग्यो तपाईँ दुईजना गर्थ्यो कि त भिडियो चालु छ यार के बोलिरहेको भाइ कट गर्नुपर्छ कटसट हुँदैन ओरिजिनल भोइस हो। सक्ने भयो त यार के छ गर्मी यहाँ चाहिँ हामीले लगभग खोला बाटो पनि हिँड्नु पर्दो रहेछ देख्न सक्नुहुन्छ खोला। त्यहाँ चाहिँ हाम्रो धेरै साथी भाइहरूले चाहिँ पिकनिक पनि खाइरहेका छन्। हाम्रो सम्पूर्ण भाइ साथीहरूले चाहिँ पिकनिक खाइरहेका छन्। तपाईँहरूले पिकनिक खानको लागि आउनु होला यता एकछिन आउँछ माथि अहिले। ल एकदमै उकालो छ बाटो। मौसम अलिअलि ठिकै छ धेरै त्यस्तो गाह्रो भइरहेको छैन भन राकेश सर के छ अवस्था? हेलो राकेश सर अवस्था त थक लाग्छ हो हाम्रो राकेशजीलाई थकाइ लागिसकेको छ। साथीहरू हाम्रो साथीले चाहिँ हिँडेको 5 मिनट भएको छैन थाकेर यहाँ बसिसक्नु भएको छ। कस्तो छ साथी हाम्रो बाटो यहाँ के छ अवस्था भनिदिनुहोस् न। घाम भइसकेको छ हाम्रो साथीलाई। अरू साथीहरू चाहिँ माथि पुगिसक्नु भएको छ। एकदमै बाटो उकालो छ। अड्ने मान्छेहरू पनि यहाँबाट आइरहेका छन् देख्न सक्नुहुन्छ। हाम्रो साथी लास्टै थाकिसक्नु भएको छ। भर्खरै हामीले सुनेको बुढी र बुढी भएपछि चाहिँ बाटो हिँड्न सकिन्न भन्ने कुरा हाम्रो साथीहरूले भन्दै हुनुहुन्थ्यो के छ? मेरो त बुढी नि छैन बुढी नि छैन हो आउन त छिटो जाऊ न जाऊ आऊ यार। साथीहरू एकदम चिसो हावा चलिरहेको छ अहिले चाहिँ। लगभग सम्पूर्ण अन्य साथीहरू पनि
यात्रामा लागिरहेका छन्। हामीहरू पनि एकदमै लागिरहेका छौँ ट्रेकिङ गर्नतर्फ, गजुरी झरनातर्फ जानतर्फ लागिरहेका छौँ। हाम्रो साथी थाकिसक्नु भएको छ, एकदमै उहाँको तल माथिबाट पसिना निस्केर एकदमै गाह्रो भइसकेको छ। के भन्नु अब, यहाँ कुनै शब्द नै छैन हाम्रो साथीहरूको लागि। हामीहरू चाहिँ ठ्याक्कै अब आधी बाटो पुगिसकेका छौँ। 1 किलोमिटर हामीले हिँडिसक्यौँ। यहाँ चाहिँ 2 किलोमिटर रहेछ, लगभग आधी घन्टा जति हिँड्न समय लाग्दो रहेछ। हामी 15 मिनट जति हिँडिसक्यौँ। अब हाम्रो गन्तव्य केही समयको लागिरहेको छ, त्यसपछि हामी झर्ना देख्छौँ। यो समयमा यो ठाउँमा पुगेर देख्न सक्नुहुन्छ यो भ्यू गाइज, देख्नुहुन्छ यो यति ठुलो खतरा पहाड छ यहाँ, एकदमै सुन्दर दृश्य देख्न सक्नुहुन्छ। मौसमले पनि च्यालेन्ज गरिरहेको छ हामीलाई, मौसम पनि आकाश गजरेङ गुज्रुङ भएर तपाईँहरू एकदमै छिटो जानुहोस्, मनोरञ्जन गर्नुहोस्, यो मौसमको आनन्द लिनुहोस् भनिरहेको छ। ल साथीहरू, हामीहरू फाइनल्ली झरना नजिक पुगिसकेका छौँ, देख्न सक्नुहुन्छ। झरना गाइस, देख्न सक्नुहुन्छ यहाँको भिड एकदमै धेरै पर्यटकहरू। यहाँ चाहिँ हाम्रो गजेरी झरना, हामी फाइनली गजेरी झरना पुगिसकेका छौँ। गोदावरी नगरपालिका 4 मा रहेको गजेरी झरना एकदमै धेरै भिडभाड यहाँ रहने देख्न सक्नुहुन्छ। यहाँको विद्यार्थी साथी भाइ बहिनीहरू सम्पूर्ण पर्यटकीयहरू यहाँ आएर पिकनिक पनि बनाइराख्नु भएको छ। फाइनली हामी पुगिसकेका छौँ। तर मेनीले क्रस गरिसकेको छ। कहाँबाट जाने? त्यहीबाट जाऊँ न, किन गइहाल्छ नि यार, उनी हिमाल चढा मान्छे हुने यार, हो कि नै डाल्नु? ए एक्सपेक्टेसन भर्सेस रियालिटी यहीँबाट छोटो बाटो रोजेर यहाँ फेरि डाँडा चढ्नु परिरहेछ। एकदमै त्यहाँ तलदेखि बाटो यता रहेको थियो, हामी चाहिँ छोटो बाटो बिर्सेर लागेर यहाँ उल्टा बाटो छिरेर एकदमै हिँड्नु पर्यो लामो। एडभेन्चर ओ भाइ, क्या आफत है। घरमा सुतिराखे के हुन्थ्यो बिहान बिहान हामीले। यो हामीहरू चाहिँ गजेरी झरना पुगिसकेका छौँ, देख्न सक्नुहुन्छ यहाँको भ्यू। गाइस भ्यू गजेरी झरना, फाइनली गजेरी झरना पुगिसकेका छौँ। यो चाहिँ गजेरीको झरना साथीहरू, भर्खरै हामी गजेरी झरना पुगिसकेका छौँ। लगभग हामीले आधी घन्टा हिँडेपछि यहाँ गजेरी झरना स्थित पुगिसकेका छौँ। बाटो चाहिँ अलिकति राम्रो भए उकालो भए तापनि कुनै बाटो चाहिँ हिँड्दाखेरि चाहिँ एकदमै अप्ठ्यारो गाह्रो रहेको छ। देख्न सक्नुहुन्छ गजेरी झरना गाइस, यो चाहिँ गजेरी झरना। फाइनली हामी गजेरी झरना पुगिसकेका छौँ। देख्न सक्नुहुन्छ यहाँको दृश्य, यहाँको बच्चा बच्चीहरू अलिकति यहाँ फोहोर पानी रहेको रहेछ। यहाँ खाना पनि पिकनिक स्पोट पनि रहेको छ। धेरै 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 एकदमै धेरै भिड रहेको छ आजको दिन। हेर्नुहोस्, धेरै दर्शकहरू आउने गर्ने रहेछ। एकदमै भिड छ यहाँको दृश्यमा, देख्न सक्नुहुन्छ। गजेरी झरना गोदावरी नगरपालिका एकदमै धेरै पर्यटकहरू आउने स्थान रहेको छ। त्यत्रो पहिरो छ। फाइनली हामी गजेरी झरना पुग्यौँ। बवाल भइसकेको छ साथीहरू, देख्नुहुन्छ यहाँ गजेरी झरनामा हामी ठ्याक्कै पुग्यौँ। ठ्याक्कै यस्तो बवाल पानी परिरहेको छ कि मौसम बवाल भइरहेको छ। देख्न सक्नुहुन्छ पानी चाहिँ बवाल परिरहेको छ यहाँ।
ठाउँ चाहिँ एकदमै चिसो बवाल रमाइलो भइरहेको छ गजेरी झरना स्थित। हाम्रो साथीहरू बसिराख्नु भएको छ। यस्तो बवाल अब पानी पर्नेवाला छ, छिमछिम पानी परिरहेको छ। हामीलाई एकदमै खतरा पिसफुल हाम्रो रमाइलो भइरहेको छ। एकदमै देख्न सक्नुहुन्छ भाइहरू यहाँ एकदम चिसो आफ्नो गर्मीलाई छेक्नको लागि चिसो यहाँ एकदमै इन्जोय गरिराख्नु भएको छ सानो सानो भाइ बहिनीहरूले। साथीहरूले एकदमै आउनु होला। यो भिडियो मार्फत तपाईँलाई गजेरी झरनाको हामीले लोकेसन नि यस युट्युब च्यानलमा हालिदिइसकेका छौँ, देखाइरहेका छौँ सम्पूर्ण लोकेसनहरू। आउनु होला, एकदमै धेरै मान्छेहरू आउने, धेरै राम्रो पर्यटकीय स्थल, एकदमै राम्रो भएको गजेरी झरना हो। आउनु होला सबैजना। आज अलि शनिबार भएका कारणले चाहिँ भिडभाड बढिरहेको छ। एकदमै राम्रो ठाउँ रहेको छ गजेरी झरना। थ्याङ्क यू गाइज। हामीहरू गजेरी झरना पुगिसकेपछि यहाँ एकदमै मस्त पानी परिरहेको छ। हामीहरू भिगिसकेका छौँ। यहाँ सबै मान्छेहरू घर पनि फर्किरहेका छन्, त्यही पनि हामी एकदमै इन्जोय गरिरहेका छौँ। देख्न सक्नुहुन्छ यहाँ पानी परेर एकदमै सबैजना हामी भिगिसकेका छौँ। पानी मस्त परिरहेको छ। हेलो, हामी चाहिँ गजेरी झरना पुगिसकेका छौँ गाइस। पानी परिरहेको छ, मौसम बवाल छ। हाई त गरेर छ। हाई गर्न ट्राई गर्छ। हामी चाहिँ अब घरतिर लागिसकेका छौँ। सबैजना एकचोटि चाहिँ गजेरी झरना भैरवी बुढावैन नगरपालिका 4 मा रहेको अवश्य आउनु होला। तपाईँको अस्ट्रेलिया चोकबाट यहाँसम्म लगभग 20 देखि 25 किलोमिटर बाइकमा आउन सक्नुहुन्छ भनेपछि आधी घन्टा चाहिँ तपाईँहरूले हिँडेर सुन्दर गजेरी झरना पुग्न सक्नुहुन्छ। सबैजना एकचोटि अवश्य आउनु होला। एकदमै राम्रो ठाउँ छ। यो भिडियो हेरिदिएकोमा सबैलाई धन्यवाद।